वेलकम टू आवर न्यू ब्लग। हाम्रो चाहिँ नयाँ ब्लग स्टार्ट भयो, अलि ढिला भयो, तर हामीसँग हुनुहुन्छ आज सृजना म्याम र हाम्रो प्यारी स्टुडेन्ट कृष्णा मेरी मितिनी। अनि हाम्रो चाहिँ भोलि एउटा टिकटक गीतको सुट हुँदैछ, त्यसको लागि हामी अहिले रिहर्सलमा छौँ। कस्तो भइरहेछ? गर्मी गर्मी भइरहेछ। उहाँहरू थाकेर पसिनाले पुरै भिजिसक्नु भएको छ। उहाँ भिज्नु भएको छैन किनकि उहाँले प्र्याक्टिस राम्रोसँग गर्नु भएको छैन, त्यही भएर। अनि हामी चाहिँ अब प्र्याक्टिस गरेर भोलि चाहिँ हामी सुटमा हामीले अहिलेदेखि ब्लग स्टार्ट गरिसक्यौँ, किनकि अब भोलि आधा बाटो देखाउनु भन्दा, त्यही भएन। ल गाइज हाम्रो प्र्याक्टिस गरेर सक्यो भनौँ कि एकदम सिकाउँदै पनि हुनुहुन्छ अझै हाम्रो म्यामले हाम्रो प्यारे स्टुडेन्टलाई सिकाउँदै ट्राई गर्दै हुनुहुन्छ। 1 2 3 1 2 3 अब एले नै 1 2। अनि यो कुन गीतमा गर्न लागेको प्र्याक्टिस गर्न लागेको कमेन्ट गरिदिनु होला है, यदि थाहा हुन्छ भने ट्राई गर्नु होला। अनि मेरो हालत यस्तो छ, सब कपडाभरि खोलिसक्यो। गर्मी, कोलपुरको गर्मीमा यस्तै हो, कपडा यता छ एउटा यता छ। अरू चाहिँ ल 2 शब्द जाओस् डान्स गरेर। हामी सिक्दैछौँ, एउटामा सिकेर भइसक्यौँ, एउटामा सिक्दैछौँ, सिकाउँदैछौँ। अब यस्तै हो, सिक्ने सिकाउँदै भइरहन्छ। अब हामी बाटोमा भोलि मर्निङदेखि हामी सुट गरेर भ्याएर फर्किँदासम्मको हजुरलाई ब्लग देखाउँछौँ। बाई गाइज, बाई बाई। ओके बाई बाई बाई। बाई वी आर रेडी। हामी चाहिँ रेडी भइसकेको छौँ डान्स छोटो मिठो टिकटक भिडियोको लागि। अनि हाम्रो लोकेसन रहेको छ यहाँ अगाडिको रोड, हामीले नजिकैको चुज गरेको छौँ लोकेसन चाहिँ। अनि हामी चाहिँ अब डान्स अब जान्छौँ हामी तल। अनि हाम्रो भिडियो अब बिहाइन्ड द सिन देखाउन चाहिँ अलिक गाह्रो नै पर्छ, किनकि यही मोबाइलले भिडियो बनाउने हो, त्यही भएर बिहाइन्ड द सिन हुँदैन। भिडियो बनाउँछौँ, भिडियो बनाउँदै गर्दा देखाउँछौँ। अनि त्यहाँदेखि अर्को लोकेसनमा। बाई बाई गाइस। हाम्रो सक्यो, हामी सकेर पनि आइसक्यौँ। अब हामी जाँदैछौँ नेक्स्ट भिडियो सुट गर्न। भिडियो होइन, टिकटक 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 सुट गर्न हामी जाँदैछौँ। अब हामी 3 जना छौँ आज चाहिँ, सधैँ हामी 2 जना हुन्थ्यौँ। ऊ चाहिँ हाम्रो बहिनी कृष्णा, म पनि कृष्णा, उहाँ सृजना। अब हामी जाँदैछौँ त्यो भिडियो बनाउन। अनि हामी बाटोमा देखाउँछौँ दिनभरि आज हाम्रो के हुन्छ। ल गाइज बाई, अब बाटोमा भेटौँला। बाई बाई। हामी चाहिँ घाबर पुग्दै छौँ। अब थोरै छ, थोरै छ, अब आइसक्यो। तर हाम्रो खेत यहाँ बरु अस्ति बनाउनु पर्ने त एक ठाउँमा गएर। कहाँ जाँदै हुनुहुन्छ हजुरहरू? थाहा छैन, हामी त फर्स्ट टाइम हो जानु लाग्यो। घाम चर्को लागिरहेछ त के हो यहाँ यस्तो? आन्टीसँग कति वर्षपछि भेट भयो भन्नु त आन्टी? म पुष्पामा हालिदिन्छु। हामी आइसक्यौँ, हामीले प्यारी आन्टीको घर, हाम्रो पुष्पाकी मम्मी अनि पुष्पाकी बहिनी यहाँ खाना बनाउँदैछ। अब हामी भिडियो बनाउनु जान्छौँ। अनि पहिला खाना खान्छौँ, खाना खुवाउने गरे आन्टीले। ल म्यामहरू, हेलो म्याम। हामी जाँदैछौँ अब लोकेसनमा। हजुर त्यो हाम्रो मैले भेट्ने ब्याग हजुर होइन, भिडियो बनाउनु लाग्यो आमा। ए नाइ आमा सोध्दै हुनुहुन्छ मेला छ कि अरे। हजुर ल है हिरोइनहरू। ल हामी रेडी भइसक्यौँ। अब रेडी भएर पनि हामी जाँदैछौँ। ओ बहिनी, क्यामराम्यान बहिनी, मेरी प्यारी बहिनी आइन्। अनि हामी चाहिँ
यस्तै छौँ कृष्ण बहिनी ओइ होइ 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 होइन ओइ होइ 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 मलाई देखा न यो र यो दुइटै के भएर होला अनि यस्तो राम्रो देखियो के हामी रेडी भइसक्यौँ अब हामी जाँदैछौँ ल हामी लागिसक्यौँ अब क्यामराम्यान बहिनी अनि कृष्ण बहिनी र सिर्जना म्याम उता हुनुहुन्छ अनि म चाहिँ यहाँ छु हिँड्दैछौँ रोडै हिँड्ने हो अनि जाने हो ओफ ओफ क्या ही करे ल हामी हिँडिसक्यौँ हेर्नु सजिलो त कहाँ छ र हजुर सजिलो त कहाँ छ र भिडियो बनाउन कम मजा आउँछ बर्खामा यो बाटो हिँड्ने पनि म त्यहाँ त गाभिएको कहाँ जाने हो रे हामी डाँडामा हो त्यहाँ डाँडा खाली डाँडामा त नजाम हौ अझै छ ल सजिलो त कहाँ छ त नि कहाँ छ र हजुर सजिलो ल हेर्नुहोस् त चप्पल फेरि मेरो खत्रै छ नि फेरि फेरि कोही लोट्दैछन् फेरि लोट्यो भने रमाइलो हुन्थ्यो लोट्नु त एकजना होइ 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 दामी छ नि ठाउँ तर औ आया झन्डै लोटिन मेरै भिडियो बन्थ्यो झन्डै अब त म खाली उठ्दै हिँड्छु म त बहुत दुखी हुँ कोहीलाई फेरि हिलले दुखेर के गर्नु देखिरहेको छु म यस्तो छ ना 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 यहाँ चप्पलले साह्रै गाह्रो बनायो है तर दामी छ नि ठाउँ है ऊ त्यहाँ गहिरो बनाएको भए दामी हुन्थ्यो तर यहाँ घाम छ क्या घाम चाहिँ साह्रै घाम राम्रो छ नि कस्तो हुँदैछ त्यो पुरै उमा आएको जस्तो फिल भयो मलाई उफ 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 काम कस्तो भइरहेको छैन मात्रै लट्ठी रेगिस्तानमा आएको जस्तो फिल भयो ओइ होइ 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 त्यो चाहिँ खाइदिनु डाँडा खाइ जाउँ सकिन्छ सशस्त्रहरूको यता आउनु सबै काम भयो गर्मी भयो म्यामलाई खै हेर्नुहोस् म्याम गर्मी भयो तिमीलाई भएको छैन भएको छ तर उनी मान्दिनन् किनकि यिनी कलिलो उमेरमा जवानीको बेलामा अलिकति के गर्मी होइन यस्तो गर्मी त हामी बड्डाबड्डीलाई लाग्ने हो गर्मी जाडो तरुनीलाई लाग्दैन अरे के अनि खतरा खतरा उ भइरहेछ के भन्छ घामले पोलिरहेछ हिँडाइ पनि खत्रै भइरहेछ हामी आगो त्यहाँदेखि होला यता 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 देख्यो हामी यहाँ पुगिसक्यौँ अनि धेरै टाढा आइसक्यौँ हामी
बाख्रा चराउने यहाँ यस्तोमा चाहिँ बाख्रा चढ्नु बहुत सजिलो लाग्छ मलाई फेरि अलि गाउँतिर त्यो हुन्छ नि कहाँ जाने त्योमा कि त्योमा यता यता जाने कि कता जाने त्यो त कहाँको रोड आइसक्यो त त्यो त नै यता कि यता त्यहाँ कि यता जता राम्रो छ त्यतै जाऊँ त्यहाँ अगाडि कस्तो छ हेर्नु न पारी जुन त्यहीमा जाने हो नि जहाँ भन्नुहुन्छ त्यहीँ लैजान्छु म त जङ्गल घुमाइदिने जङ्गल जस ऊहरू होस् त्यति भयो हुन्छ हामीलाई रुखहरू हिँड्नु नि त त्यहीँ सर्टकट बाटो जाउँ न यार ओह्रालो ओह्रालोमा कपडामा ऊ लाग्छ त म्यामलाई सर्टकट चाहियो उहाँ म्यामलाई पसिना मेकअप का तो क्या बात करे क्या है तर हिल नलाउनु न ठिक थियो अब त्यो अर्को कपडामा हिल लाएर आइयो अहिले हेर होला आफू त अलिक इन्कम्फर्टेबल जस्तो थियो अहिले त झन् के कुरा गर्ने लागेर फिल भयो जस्ताको दिन त्यस्तै जान्छन् भने यो हुनेलाई भइहाल्दो रहेछ हेर हामीलाई जहिले गाह्रो कस्तो टाढा हुन्छ तपाईँ कस्तो टाढा हो भनौँ कस्तो टाढा हुन्छ डाँडा भयो नि कस्तो टाढा हो अर्को साइडतिर देखाऊँ कतै चिनिने स्याहार मान्छे जुम त मैले अघिबाट गरिरहेको छु जुम नगर न त जुम उबाटै यतिकै गर एउटा चाहिँ बन्यो एउटा चाहिँ हामीले यहीँ यो बिचमा गएर बनायौँ अनि अब अर्को चाहिँ अब हेरौँ कहाँ हुन्छ अब हिँड्दै हुनुहुन्छ कोही फेरि चप्पल समातेर गाह्रो छ गर्मी भयो क्या आज टिकटक गाडी त काली काली मात्रै हुन्छ मेरो कल्पना हो नामै थाहा छैन हो मलाई काली काली छ नि त त्यो टिकटकमा हामी नामै होला त्यही भनेर सोचिरहेको जाँदैछौँ हामी हामीलाई गाह्रो छ नि त ऊ त्यसको कपाल हेर्नु न कपाल कोही फेरि कपालको बयान गर्दैछन् देखेको थिएनन् नि त यिनीहरूले कल्पनाको कपाल अनि त्यही भएर ऊ चाहिँ मेरो साथीको बहिनी अनि हामी चाहिँ यहाँ आउने भनेर साथीको घरमा गएको नि त दामी 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 ल अब वहीँ गएर भेटौँला अब सकिँदैन मोबाइल समात्नु कि मान्छे हिँड्नु कि गाह्रो छ अब उतै गएर बनाउँछु है बाई गाइज स्ट्रगल छ हामी टेक लिँदैछौँ हामी बसेर डाइरेक्सन गर्दैछौँ उनीहरू चाहिँ फुल उमा भाँच्दैछन् यिनीहरू यहाँनिर कहाँ ऊ फेरि रिहर्सलमै छ फेरि ऊ ल रेडी छौँ हामी रेडी यता हेर है म मगर के छोरी अनि छोरी अनि चेली गर्छु होइन ठ्याक्कै कुममा राख्छु अनि परियो पश्चिमेलीमा अब ठ्याक्कै परियो पश्चिमेली यसरी देखाउँछु तिमी पनि यता हेर्नु ल तर तलको लोकेसन यस्तो दामी छ रियल नेचुरल ठिक छ हामी चाहिँ अब यहाँ म कसरी जानु बिचमा फेरि उ गरिरहने छौँ दुईजना चाहिँ ऊ अनि परि बाबा के हुनु ल
आउँछु ल तिमी काम गर्दै गर म मगरकी छोरी चाहिँ भन्ने आउँछ कहाँनिर देखिन्छु खै हिँड्ने म्याम खै ट्राई एकचोटि ट्राई ल ल ल आफै गाएर ल ल ल तिमी हो काटिरह त्यसलाई चुटाल हो त्यस्तो गर अनि यो पश्चिमेली म यस्तो गर्छु यसमा चाहिँ एकदम स्लो वाला गराउँदा हुन्छ नि पछि यो वाला गराउँछु यता हेर्ने अनि धुन आइहाल्यो हो तिमी चाहिँ पुरै फुल सिरियस भएर गरिरहेको नगर न भने जस्तो गर्नु ल ल ल अब हामी बिचमा फेरि भेट्ने छौँ लु गाइज बाई बाई भनिदिनु म्याम बाई 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 भन बाई भन बिचारा बाई ल गाइज हामीले सानो क्लिप चाहिँ बनाएर अब अर्को क्लिप बनाउन तर्फ लागिरहेको छौँ अनि उहाँहरूको हेर्नु यो घाँस चाहिँ खास भनौँ भने कामभन्दा पनि रहर लागेर समातेको अरे क्या उहाँहरूले तर किन रहर लाग्छ थाहा छैन आइया एकदम गाह्रो भइरहेछ हालत यस्तो छ यी चप्पल समातेर हिँड्नुपर्ने भइरहेछ अनि हाम्रो क्यामराम्यान पनि यता हुनुहुन्छ उहाँले एकदम लजालु किसिमको मान्छे हुनुहुन्छ यता ल यता फर्किनुहोस् ओहो घाम त के गर्नु ल हाम्रो लोकेसन अब अर्को गोबरमा खिचेँ मैले खुट्टा अब यो त पुरै हालत यस्तो छ घरतिर चोकसम्म हिँडेर जाने गाह्रो छ गाह्रो छ सबै घाँस काट्न दाउरा काट्न घाँस काट्न आइसके जङ्गलमा यस्तो जङ्गलमा हामी थाकिसक्यौँ थाकियो अब सक्यो हाम्रो अब चाहिँ हामी घर जान्छौँ फोटोसोटो लिइसक्यौँ भिडियो बनिसक्यो हाम्रो भिडियो राम्रो त बनेको छैन त्यति राम्रो ठिकै बन्यो अब बिस्तारै जान्छौँ हामी जाम अब जाम पानी तिर्खा लगाइसक्यो 2 घन्टा भयो 2-3 घन्टा भयो अब यो जङ्गलमा पानी पनि छैन अनि गाह्रो छ ल गाइस बाटोमा या घरमै भेटौँला अब हामी फर्किसक्यौँ अहिले त यही बाटो पनि के राम्रो लाग्यो अघि जाँदा चाहिँ कति बेला गएर आइएला भन्ने भएको थियो अब आइसक्यौँ अनि गइसक्यो अगाडि चाहिँ 2 जना म चाहिँ यतै छु पानी तिर्खा लगाएर पानी भन्दा घरनिर पुग्न लाग्यो अब के गर्नु ठ्याक्कै त्यो 4-5 घन्टा हुन लाग्यो कि 4-5 घन्टा हुन लाग्यो हो त लाग्छ क्या टाइम त लागिहाल्छ एकदम खतरनाक हालत त यस्तो भइरहेछ मान्छे कसरी हिँड्छन् गरे है यसरी हिँडिरहेछन् कोही फेरि त्यो कपडाहरूको पोको समातेर त्यसरी हिँडिरहेछन् अनि कोहीको हालत यस्तो छ गेटअप यस्तो छ मेकअप यस्तो छ लाग्यौँ हामी पनि अब घरतिर अब अटो पाउँदैन यहाँदेखि चोकमै हो हिँड्दै जाने हो लुखुर पाराले जुत्तामा कम्फर्टेबल अनि जाने हो हामी घर हो त्यहाँदेखि पुगेर भेटौँला बाई 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 भन बाई हेलो हिजो आयौँ हामी अनि त्यहाँदेखि चाहिँ हामी लास्टै ढिला पुग्यौँ अनि बहिनी घर गइहालिन् अनि त्यहाँदेखि हामी काम गर्न लगाएर हामी बिजी भयौँ त्यही भएर भिडियो चाहिँ इन्डिङ भएको थिएन हाम्रो ल थ्याङ्क यू सो मच सबैजनाले हेरिदिनु भएकोमा माया गरिदिनु होला अझै पनि हाम्रो च्यानल चाहिँ नयाँ हो त्यही भएर सब्सक्राइबर त्यति हुनु हुँदैन हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला
थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू बाई बाई गाइज